हामी चाहिँ अब गुवाहाटीको एकदमै फेमस मन्दिर तिरुपति बालाजी भन्ने ठाउँ जाँदैछौँ। एकदम इन्ट्रेस्टिङ छ, हेर्दा पनि राम्रो, एकदम त्यो स्ट्रक्चर हेर्दाखेरि चाहिँ हो यहीँ बस्छु जस्तो लाग्छ। आज अगस्त 2 साउन 17 गते हामी आज हाम्रो यो ट्रिपको लास्ट दिन गुवाहाटी हिजो आइपुगेका छौँ। गुवाहाटी 6 बजेतिर आइपुगेको। अब हामी चाहिँ आज दिनभरि गुवाहाटी घुम्ने आज प्लान छ हाम्रो। आज गुवाहाटी एक्सप्लोर गर्छौँ। गर्मी अलिकति छ, त्यही अलिकति धेरै नै गर्मी छ। गर्मी आज हाम्रो जाने चाहिँ कता कता किन मैले ट्रिप आएको छु कता कता गर्मी एकदम छ। हिजो ढिलो आइपुग्यो। हिजो भिडियो बनाउने गरेको हाम्रो अवस्था थिएन। दुईजनाकै फोनमा चार्ज पनि नभएको, अलिक गर्मी त्यस्तै भयो। अब आज चाहिँ खानासाना खाएर मामाको घरबाट हामी चाहिँ मामाले हामी जाँदैछौँ साइन्स म्युजियम, त्यस पछाडि बालाजी टेम्पल जाँदैछौँ, त्यस पछाडि प्लानेटोरियम, अनि त्यसबाट लास्टमा कामाख्या मन्दिरकै नजिकै एउटा चाहिँ त्यहाँ होटल लिएर भोलि बिहान 5 बजेको हाम्रो ट्रेन छ। वकिङ डिस्टेन्समा एउटा होटल लिएर बस्ने भन्ने कुरा छ। अनि यति सकेर भरे चाहिँ हामी के अरे क्रुज के खोला ब्रह्मपुत्र नदीमा चाहिँ भरे क्रुज सवार गर्ने हाम्रो प्लानिङ छ। विल किप अन पोस्टिङ। ल अब गुवाहाटीको हाम्रो पहिलो भिजिटमा पर्यो यो के भन्छ रिजनल साइन्स सेन्टर पर्यो। यहाँ टिकट लाग्दो रहेछ। यो नगर्ने दाइ, सुन्नु न, भिजुअलाइजेसन सिस्टम अफ साइन्स यो नगर्ने हामी त नगर्ने। हामी जस्ट वी वान्ट टु भिजिट ओन्ली होइन। यस्तो चाहिँ असिम दाई टिकट काट्न आइदिन्छ। धनीमनी मान्छे, पैसा छैन, सक्यो पैसा सबै सक्यो। 1 लाख रुपियाँ लिएर आएको, भाडु सघाइसक्यो दाइले। हाउ मच टिकट? 35 per person। 35 रुपियाँ रहेछ टिकट। दाइमा 20 रुपियाँ दिएर मुर्गा हान्न खोज्दैछ। कहीँ हुन्छ त नि। आपको 150 रिटर्न कर देता हूँ। ठिकै छ। गर्मी चाहिँ अत्याधिक, तर फ्यास अहिले भर्खरै आएर चाहिँ के भइदियो भने घामसाम हरायो, अलिकति हावा चल्न थालेको छ। अनि ल टिकट चाहिँ यो रेड। ल अब इन्ट्री गर्ने यहाँ टिकट देखाउनु पर्छ ल। देखाउनु पर्यो टिकट। यस्तै छ। अब जस्तो भयो भने अब गुवाहाटीमा 2-4वटा ठाउँ एक दिन बस्नु परेपछि त घुम्नु पऱ्यो नि। रुममा बस्ने कुरो भएन। जस एक दिन मामाकोमा बस्यो हिजो, रमाइलो भयो। गाडी दिनु भइरहेछ। त्यस्तो उस्तो हामी केही हेर्दैनौँ। पानी छिट्टै आयो नि दाइ साँच्चीकै। एउटा उफु त्यहाँ छ मिसाइल। यो सिलगढीको जस्तै नै हो साइन्स सेन्टर। यस्तो छ। अब साइन्ससँग रिलेटेड कुराहरू छन्। अब यो के हो अब खासमा बल यसरी छ थाहा छैन। यस्तो छ। यो के हो दाइ? यो भन्नु त टाइम हो। कति नै प्रोफेसर जस्तो गरेर दाइ फोक्सिङ दिँदै हुनुहुन्छ। जानेको चाहिँ खाना चाहिँ केही छैन। त्यही पनि स्वाग छ हाम्रो।
अब कुन एप्पल हो यो त्यो इन्डियाभरि फेमस गर्ने ट्रक जस्तै छ त दुबईको जस्तो भयो आज के खायो ल गुवाहाटीको ब्रुज खलिफा बाटोमा यस्तो छ क्या अब म बोल्दिनँ कि के हो भनेर विचार गर्नु साँच्चै यो त इन्ट्रेस्टिङ लाग्यो मलाई बाटोमा मलाई ओभरब्रिजमा एस्केलेटर भनेको यहाँ दिल्लीमा पनि छ त यस्तो हो मेट्रो जस्तो मेट्रो छ नि मेट्रो स्टेसनमा जाने ठाउँमा यस्तो बाटोमा ठक्कै एउटा घर जस्तो भित्रतिर मुनि पुगिन्छ क्या त्यस्तो छ मेरो लागि सिम्पल हो त यो म देश विदेश घुमिसकेको मान्छेलाई यो सामान्य कुरा हो दुबईमा तपाईँलाई चाहिँ के नेपालको मान्छे पाखे जस्तो लाइट पनि हुन त म चन्द्रबाडी भद्रपुरमा देखेका छैन मलाई जुन यो यसलाई भन्छ ट्राफिक लाइट यो हरियो छ नि हरियो बल्यो भने हामी जानुपर्छ सुनिराख है तिमीहरू धेरै फाइन तिर्छौ बाइक साइकमा हिँड्दा बिर्ता मोड चन्द्रगढीतिरको मान्छेहरूले चाहिँ यसलाई ट्राफिक लाइट भन्छ त्यो रातो बलेको छ अहिले हरियो बल्यो भने जानुपर्छ देख्यौ नि होइन पाखे हो के भन्छ यसको गाइड त भन्दैन यसलाई मेरो भिडियोहरूलाई डिस्क्राइब गर्ने मैले एकजना एकदम राम्रो चाहिँ डिस्क्राइबर भनौँ न हायर गरेको छु उहाँले सम्पूर्ण जानकारी दिनुहुन्छ म त्यति मलाई बोल्न सोल्न पनि मन लाग्दैन खासै अब पैसैतिर ल्याइसके त गर्नु पऱ्यो नि त त्यति त ल पछि हामी कहाँ जान आँटेको अरे हामी चाहिँ अब गुवाहाटीको एकदमै फेमस मन्दिर तिरुपति बालाजी भन्ने ठाउँ जानेछौँ एकदम इन्ट्रेस्टिङ छ हेर्दा पनि राम्रो एकदम त्यो स्ट्रक्चर हेर्दाखेरि चाहिँ यहीँ बस्थ्यौँ जस्तो लाग्छ तर आज यो गर्मीले गर्दाखेरि हामीलाई अलिक डिस्टर्ब अनि गइसकेर देखिसकेको हो र एकचोटि गइसक्यो त फुल त एकचोटि मेरो सेकेन्ड भिजिट हो बिर्सिसके बिर्सिनु त त्यही पनि अब सेकेन्ड भिजिट हो एकदम राम्रो छ अब हामी हाल्छौँ भिडियोहरू एन्टिक चिजहरू छैन ठेला अनि के गर्ने भद्रपुर चन्द्रगढीको मान्छेले ठेला देखेको छैन अहिले बिस्तारै गइसक्यो त्यो ठाउँको लागि त त्यहाँ सिटी अटोहरू छैन होला है चन्द्रगढीमा ल ठेला लाठे भन्छ यसलाई यो चाहिँ खासमा अब यो सिटी सफारी यो गाडी पछाडि डालो भारी बोक्न नहुँदैखेरिदेखि चाहिँ अब यस्तो अब मान्छेले नि तान्ने भारी हालेर तान्ने टाइपको चिज अहिले पनि छ न त फ्याटाफुट्टा देखिन्छ अब त्यही रिक्सा पनि अझै पनि विस्थापित भइसकेको रहेन रहेछ यहाँ चाहिँ रिक्सा पनि छ सुनसानो बेबी हामी कहाँ गएको अरे हामी तिरुपति बालाजी हजुरको काँधमा टाउको राखेर सुत्दा त कस्तो निनी आउँछ म हामी अहिले यहाँ तिरुपति बालाजी मन्दिरमा आएको छौँ एकदम यो चाहिँ गुवाहाटीको एकदमै धेरै मन्दिर भएको आफ्नो सहर गुवाहाटी भनेको त्यसमध्येमा पनि तिरुपति बालाजीलाई चाहिँ एकदमै रिलिजियसली एकदमै इम्पोर्टेन्ट एउटा मन्दिर हो यताबाट छिर्न सकिँदैन रहेछ त्यहाँबाट ए त्यहाँ रहेछ जोर राख्न ठाउँ त्यहाँ हो यसो पार्क हो यसो घुम्न आउने यसो अब मन्दिर दर्शन गर्ने हो यो कमला पनि दर्शन गर्न परेको छु गर्मी छौ लास्टै गर्छु ह्युमिड एकदम धेरै के धेरै अरे ह्युमिड एकदम धेरै 40 डिग्री सेल्सियस फिल्स लाइक 47 म्याक्सिमम म त्यो भनेको यो मन्दिरको चाहिँ एउटा स्ट्रक्चर चाहिँ एकदम हेरेर लागेको स्ट्रक्चर
मनाइरहेको छ अब बाहिर यसो खिचेर होइन त्यस्तो हो भित्र भगवान्को दर्शन गर्नु हुँदैन अब हामी चाहिँ बाहिर दर्शन गरेर अब हिँड्यौँ गर्मी एकदम धेरै छ यहाँबाट छिटोभन्दा छिटो निस्किनु पर्ने छ हामी कहाँ अरे हामी यो चाहिँ गुवाहाटीको सिटी सेन्टरमा यसलाई चाहिँ वान अफ द बिगेस्ट मल इन गुवाहाटी हेर्न त इन्ट्रेस्टिङ लागिरहेको छ आनन्द आयो त बाहिर गर्मीमा एकदम रिलिफ भएको छ अहिले यस्तो गर्मी भएको थियो है अहिले अब कस्तो आनन्द म त 2-4 घन्टा चाहिँ बिताइदिनु जस्तो लागिरहेको म दिक्क भरे सिटी सेन्टर जाउँ भने खासमा त्यसो गरौँ त अब यो नाइकीमा जाउँ कि तपाईँ लिनु परेछ मलाई पनि त त्यो एडिडासको एउटा अनि रिबुकको एउटा नाइकी त्यो 3टा जुत्ता त एनी हाउलीमै छ यार तिमी 3टा ल्याऊ म एउटा दिन्छु सर्ट एउटा पेन्ट पहिला त्यसो एडिडासमै जाउँ त आउनु एडिडासमै जाउँ पहिला ल अब हामी एडिडासभित्र छिरौँ आउनु दाइ लेन्स कार्डको पनि रहेछ लेन्स कार्ड यसको त त्यो उसमा आएको थियो नि पानी पर्दाखेरि अब ड्रेनेज छैन कन्स्ट्रक्सन वर्क चलिरहेछ अब यतापट्टि कन्स्ट्रक्सन वर्क अब सबै ब्लकेज भएको छ धेरै होइन 15 मिनट पानी परेको अब हालत त्यस्तो छ नि गाह्रो छ हामीलाई पनि काठमाडौँ मात्रै होइन क्या अव्यवस्थित सहर इन्डियाकै ठुल्ठुलो सिटीमा पनि यस्तो छ होइन घोर्लेर आएको सुतेको देख्नु आउँदैन मुख्य स्टेसन यस्तो दूर रहेछ यार दूर भएपछि नि पुतुर भन्छ क्या यस्तो भयो कति केटिएमको रहेछ केटिएम सोरुम छपरी बाइक छपरी लाग्छ फ्लप भन्दा त्यही भएर केटिएमलाई प्राय छपरी इन्डियामा भन्छ छपरी तर मलाई त मनपर्छ अरू मोडल मन परेन मलाई चाहिँ 200 चाहिँ मनपर्छ केटिएम 200 BS6 अहिले आएको नयाँ मोडल चाहिँ क्या पुरानो छ नि त नाङ्गो बिल्डिङको परेको रविन्द्रनाथ ट्यागोर सोल्डी कहाँ हिँडेको होला बिच बाटोबाट सोल्डी गर्दै गर्नुहरूले like bamboo.
बहुत छ यहाँ पनि हो त्यस्तो वा ब्रिज बनाउँदैछ यार हेर न यस्तोमा आमा ब्रिज बनाउँदैछ यार ब्रह्मपुत्रमा शालिग छ त्यहाँ सुमार्दैछ कसरी सम्भव छ यो म यार त्यो बनाएको यहाँ बिचमा चाहिँ यत्रो ठुलो ब्रिज पनि बनिदिएको छ ब्रिजको पिल्लरको काम भइरहेको छ यो रुखहरूले गरेर कस्तो नदेखिएको यार रुखहरूलाई काट्न एकदम जरुरी देख्यो हामी जस्तो गाडीमा हिँड्ने मान्छेहरूलाई चाहिँ भ्युज चाहिँ हाम्रोसम्म देखिँदैन होइन हेर पाखेहरू हो बडी हुन्छ होला बडी पाखे गाइज दिस इज ट्रेन देखेको त छैन होला कहिले हेरिहाल यसैलाई भन्छ TRAIN ट्रेन होइन फेरि यो चलपलै हुन्छ होला यो एरिया किनभने ट्रेन स्टेसन जाने लाइनै यही रहेछ नि त अनि प्रायः कामाख्याबाट धेरै टिकट हुँदो रहेछ घुम्दै ढिलो भयो अब चाहिँ हाम्रो सिमदाई हो सिमदाई पनि जस भोलि 5 बजी टिकट छ अब अहिले ब्रह्मपुत्र जानुपर्ने त्योभन्दा अगाडि यसो कामाख्यामा दर्शन चाहिँ गरिदिउँ न भनेर चाहिँ हामीले निर्णय गऱ्यौँ होइन ट्याक्सी सबै तन्काएर होटलमा बुक गरेर कामाख्या रेलवे स्टेसनको छेउमा अब हामी यहाँ चाहिँ कामाख्या मन्दिर यसो अब यहाँ चाहिँ गयौँ नि त हेरिदिउँ भनेर यसो दर्शन गर्न मात्रै हो यो अरू केही पनि होइन म्याक्सिमम् 10 मिनट लगाउँछौँ हामी निस्किन्छौँ ठिक छ राति नै भयो भने के पर्छ मन्दिर जानुलाई पूजाले हुनुपर्छ होइन राति नै भए पनि राति नै भए पनि जानु पर्यो भगवान् भक्तिको लागि टाइम हामी यहाँबाट ब्रह्मपुत्र जानु पर्ने छ हतार छ एकदम हाम्रो ब्रह्मपुत्र जानु पर्यो त्यस पछाडि छोटो समयमा सबै कुरा म्यानेज गर्नु गाह्रो हुने रहेछ भिडभाड ठाउँमा होइन जामले नि खायो हाम्रो 1.5-2 घन्टा जति त गाडीको गाडी नै भयो जति चाहिँ भयो भइहाल्यो अब आएर जाउँ दर्शन गरौँ भित्र दर्शन गर्न पाए पनि टाइमले दर्शन गरेर हिँड्ने त्यतिखेर भयो नि एकचोटि बाहिरैबाट भयो नि ढोक्ने इच्छा छ मेरो लगभग त्यो इच्छा पुरा भयो पुरा हुँदैछ मा कामाख्या असिन्दै दर्शन कुद्दै कुद्छ ल
वेस्ट होइन सकिसक्दा यो अब यतिकै घुम्न आएका मान्छे वेटिङ गरेर खाने वेटिङ रेडी टर्न रेडी भएको हुनेहरू होइन होला ब्रह्मपुत्रमा यसो क्रुज गरिदिउँ भनेर आएको बन्द भइसक्यो जस्तो छ यहाँ बिचमा मन्दिर चाहिँ यस्तै भयो